पोखरा 2026 कमिङ इयरको चाहिँ स्ट्रिट फेस्टिभल चाहिँ हाम्रो गोविन्द सर एन्ड देन मी चाहिँ हामी एकदमै इन्जोय गरिरहेको छौँ। अनि यहाँ के कस्तो भइरहेछ हामी तपाईँहरूलाई देखाउँछौँ। स्टे ट्युन हेर्नु होला। एकदमै रमझम झिलिमिली नाचगान जताततै रमाइलो भइरहेछ। झुकेर त्यो स्किप गर्नु होला, गुरुकुलाएर हेर्नुहोस्। जताततै रमाइलो माहौल छ। कतै कौडा नाचिरहेछन्, कतै बाजा बजाइरहेछन्। हामीले सुन्दै नसुनेको थाहै नपाएकोहरू भइरहेछ। एकदमै पोखराको लेक साइडको 12 चोकमा छौँ सर अहिले यतिखेर। अब हामी चाहिँ के मगरहरूको हरिसिङबाट उत्पत्ति भएको कौरा हेर्न जाँदैछौँ। स्ट्रिट फेस्टिभलमा होइन सर? एकदमै हरिसिङबाटै आएको फेरि कौरा पनि हो। एकदमै झिलिमिली छ यहाँनिर होइन। यहाँ मजा आइरहेको छ एकदमै। लचक गाडीहरू खासै छिर्न दिएको छैन, क्राउड छ। अनि सरसँग घुम्दैछौँ हामी। लु यस्तो छ। बाबा रहेछ नि त यहाँ त। हामी यतै जाने हो सर? स्कुटरै त्यतै छ। ए अँ यतातिर यस्तो भिडभाड छ। पुरै भिडभाड छ कि स्ट्रिट फेस्टिभल होइन। दामी छ यो चाहिँ। न्यु इयरसम्म लाग्दो रहेछ। इफ तपाईँहरू कतै हुनुहुन्छ भने आउनु होला। वर्षमा सर वर्षमा 2 चोटि लाग्छ होइन? एउटा अङ्ग्रेजी नयाँ वर्षमा, एउटा नेपाली नयाँ। ए ओके, नयाँमा लाग्दो रहेछ। यो चाहिँ 27 होइन? भारतको विक्रमादित्यले चलाएको विक्रम सम्वत 2083 मा लाग्छ। अब यो चाहिँ इस्वी सम्वत चाहिँ अहिले लागिरहेको छ। रमाइलो हुँदो रहेछ। दामी रमझम। यहाँ चाहिँ खासै अरू गाडीहरू बाइकहरू चाहिँ चल्न दिएको छैन, त्यही भएर रोड खाली छ। अनि यसरी मजाले हिँड्न पाइन्छ। सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ भन्ने हो कि के अरे सर? सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ अरे के। दामी। सडक महोत्सव यहाँ त अनि स्ट्रिट फुडहरू बबाल पाउने कि है मेन चाहिँ। एकदम फेरि सस्तो पनि। यिनीहरूले यो तिर्छ होला नि सर होइन? सबै तिर्छ, ट्याक्स पैसा तिरेर स्टलहरू राख्ने होइन? ब्रान्ड प्रायः चाहिँ नेपाली ब्रान्डहरूलाई रिप्रेजेन्ट गर्दो रहेछ। यहाँ लुगाकोहरू छ, अनि फुडहरू
कस्तो बवाल छ यार। पोखरा यत्तिकै राष्ट्रिय के अरे ऊ भएको चाहिँ होइन रहेछ, बवाल। ल यति भन्दै हामी सुविधा हुन्छ जानुपर्छ कि त्यो दानबार साथीहरू अलिअलि मान्ने कि सर उसलाई फेरि रेस्पेक्ट गर्नै पर्यो। ल यति भन्दै बाई बाई भन्न चाहन्छु। अन्त मेरो 2 शब्द अन्त्य गर्न चाहन्छु। यति भन्दै म अन्त्य गर्न चाहन्छु। ल